तपाईले मोबाइलमा फिङ्गरप्रिन्ट लगाउनु भएको छ? यदि लगाउनु भएको छ भने यो कतिको सेक्युर छ त? विश्वमा करिब 8 अर्ब मानिसहरू छन्, तर सबैको फिङ्गरप्रिन्टको प्याटर्न अलग-अलग हुन्छ। तपाईको एक अर्काको फिङ्गरप्रिन्ट एक अर्कासँग म्याच हुँदैन। आखिर कसरी बन्छ त्यो फिङ्गरप्रिन्ट? आज हामी यो कुरामा डिस्कस गर्नेछौँ। आमाको पेटमा बच्चा 3 महिनाको हुँदाखेरि नै फिङ्गरप्रिन्ट बन्न सुरु गर्छ। त्यतिखेर बच्चाको औँलाको छाला बनिरहेको हुन्छ। पेटमा नै एम्नियोटिक फ्लुइड, जेनेटिक कोड र प्रेसरले गर्दाखेरि विभिन्न खालको फिङ्गरप्रिन्ट बन्न जान्छ। कसरी बन्छ त युनिक प्याटर्न? युनिक प्याटर्न बन्नुको 3वटा मुख्य कारणहरू छ। पहिलो, जेनेटिक कोड। तपाईको डिएनएले आधारभूत ढाँचा तयार गर्छ। दोस्रो, वातावरणीय फ्याक्टर। आमाको पेटमा बच्चाको हातले कहाँ छुन्छ, कसरी घुम्छ, त्यसले पनि प्याटर्न फरक हुन्छ। र तेस्रो, दबाव र समय। फरक समयमा फरक दबावले फरक प्याटर्न बनाउँछ। आखिर फिङ्गरप्रिन्ट कतिसम्म युनिक हुन्छ त? वैज्ञानिकहरूको अनुसार 2 जनामा फिङ्गरप्रिन्ट मिल्नुको चान्स 64 बिलियनमा एकचोटि मात्रै हुन्छ। यसको मतलब तपाई यदि पृथ्वीमा 8 चोटि जन्मिनु भयो भने तपाईको फिङ्गरप्रिन्ट कसैसँग पनि मिल्दैन। त्यसैले प्रहरीहरूले पनि अपराधीलाई समात्नलाई फिङ्गरप्रिन्टको प्रयोग गर्छ। फोनमा पनि फिङ्गरप्रिन्ट लक हुन्छ। प्रकृतिले हामी सबैलाई स्पेशल बनाएको छ। तपाईको फिङ्गरप्रिन्ट तपाईको त्यो आइडी कार्ड हो जुन कहिले पनि बदलिँदैन।